यो हामी बाल्य अवस्थामा बिहान बेलुका घाँस दाउरा गर्ने, त्यस पछाडि घट्ट मेलमा जाने, यो बाटो हो, यो पाखो हो, यो हाम्रो आफ्नो चाहिँ जीवनको महत्त्वपूर्ण समय। यो पछाडि पृष्ठभूमिमा देखिराखेको चाहिँ गाउँ भनेको हाम्रो गाउँ हो र यो यहाँ माथि देखिएको यो पाखाभन्दा माथि ठुलो गाउँ छ। यो गाउँ अहिले रित्तिसकेको छ भन्दाखेरि पनि हुन्छ। जुन हाम्रो बाल्य अवस्था, बाल्यकाल यहीँ बित्यो। यो एकदमै यो ठाउँ आइपुग्दाखेरि यस्तो महसुस हुन्छ कि स्वर्गमा योभन्दा सुन्दर ठाउँ अन्त छैन कि जस्तो लाग्छ। त्यति आनन्द हुन्छ। यहाँको यो खोलाको पानी यहाँले देख्नुभयो, यो खोलाको पानी यहाँहरू देख्न सक्नुहुन्छ। यो खोलाको पानीले मुख धुँदाखेरि यहाँ चाहिँ यस्तो आनन्द महसुस हुन्छ कि त्यो चाहिँ शब्दमा व्याख्या गर्न सकिने खालको प्रकृतिको आनन्द छ। यति कञ्चन छ, यति सफा छ, यति राम्रो छ यहाँको यो पानी। सरर यसै गरी बाह्रैमास बगिरहन्छ यो पानी। यो खोलाको पानी सम्झिँदाखेरि आफ्नो बाल्य अवस्था, आफ्नो जीवन, आफ्नो जवानी सबै गइसकेको कुरा पत्तै हुँदैन। यहाँहरूलाई कस्तो लाग्छ? यहाँहरूको आफ्नो पनि आफ्नो गाउँ पुग्दाखेरि, आफ्नो ठाउँ पुग्दाखेरि, जन्मी हुर्केको ठाउँ पुग्दाखेरि कस्तो लाग्छ? यहाँहरू पनि बताउनु होला।